यदि कुरा यहाँ सुन्नु तपाईँ ठुलो कुरा गर्छ भने यो गेम पछि भ्यू तपाईँसँग जोड्यो भने होइन फेरि ठिक हुँदैन फेरि टिकटकमा याद गर्नु फेरि भ्यू यो माइलदाले यो जहिले घमण्डी के लुते कुकुर भनेको के हो भन्न खोजेको के हो तपाईँलाई भ्यू जोडाइदिएको मैले होइन खेल्नु राम्रो गर्नु ऊ गर्नु भनेर भनेको होइन तपाईँ सानपुटी देखाउने मलाई अहिले आएर ऊ गर्ने भनेर फेरि इरिटेट गर्ने काम नगर्ने माल्दै भनिदिएको छ नि ठप्प गर्न आएको छ होइन राम्रो छ गेम खेल्नु ऊ दोकान चलिरहेको छ भइहाल्छ राम्रो गर्नु मलाई तपाईँले आएर लाइन हानेको छ अहिलेसम्म मेरो बिग म्याचमा आएर कति कोइन हान्यो भ्युअर दिएर के गर्ने कमेन्ट पढि भ्यागुतो कुदाएको छ भ्यागुताको इमोजी मात्रै कुदाउँछ अरू कमेन्ट आफ्नो सपोर्टिङ साथीको कमेन्टै देख्दैन तपाईँको भ्युअर आयो कि पुरै ट्वान गरेर भ्यागुतो हरियो मात्रै कुदाउँछ त्यस्तो भ्युअर चाहिँदैन त्यस्तो हुँदैन माल्दा कुदाएर के हुन्छ तिमी यो तस्बिर किन हुँदैन कमेन्ट देख्दैन कुकुर हौ गरेछ क्या कुकुर तस्बिर त त्यस्तो हुँदैन माल्दा त्यस्तो हुँदैन त्यो भ्युअर दिने जेन्युन भ्युअर हैन सपोर्टिङ ट्याप ट्याप गर्ने खोया रमाइलो हुन्छ त्यस्तो माल्दै हाउडे रमाइलो कुरा गर्छ अर्कालाई इन्सल्ट गर्छौ यार के को इन्स्टल गर्ने के तिमीलाई गेम खेल्नलाई त जति पनि 6 टाइम 14 को राख मैले 1 मिलियन एउटैले हान्छु भन्दैछ 3 दिन खेल भन्दैछ त म चाहिँ किन नखेल्नु एउटैले 1 मिलियन कोइन हान्छु भन्दैछ गिफ्टर हो हामीलाई असर पर्छ अर्कालाई तिमी जस्तो एउटा बुद्धिजीवी मान्छे भएर तिमी त सबैलाई मिलाउने मान्छे हैनौ र तपाईले अहिले के यहाँ सबै भिडियोहरु पठाइरहेछ मलाई कसैका केही परे सबैलाई मिलाउने तपाईले यताउति जोडिदा के भन्यो आपद विपद परे सहायता गर्ने हैन त्यो मान्छे भनेको यस्तो उस्तो भने तिमीले चाहिँ यस्ता काम केटाकेटी काम गर्ने मान्छेलाई हेर कोइनमा बिक्दो रहेछ सुरत त उलाई कसैले लोभ लाग्छ तपाईलाई हैन त्यत्रो बर्थडे को बेलामा त्यो डेडेले के भन्छ जीवको नाम लिएर गरेको अहिले आएर एउटा लाइन हान्दिन्छु भन्दा अनि सरी दिएको अरे भनेर त्यस्तोमा तपाईँ चाहिँ केमा बिकेको लाइनमा बिकेको कहाँ मैले बलकै हानेको छु अझ कहाँ बिकेको छु म बलकै नाटकमा जोडेर गफ गरिरहेको हुन्छ त ब्लक गरेको मान्छे जोड त्यो बलकै छ टिकटकमा कहाँ जोडिएको छ हेर मेरो लिस्टमा बलक छ अहिले पनि त्यो सरकार हैन मलाई म्याचसम्म बलक खुल्दैन बिग म्याच पछि बलक खुल्छ भनेको छु मैले बलकै छ अहिले माल्दै हैन फोनमा आएर चाहिँ उले सरी भनेको फोनमा आएर सरी भनेर पनि मैले बलक खोलेको छैन 1 घण्टा अगाडि हैन गेम हुन्छ 1 मिलियन कोइन हान्छ भनेको छु तपाईले चिनेकै मान्छे हो हैन जे होस् गेम खेलिन्छ बिग म्याच भनेर पोस्टर राखिदैन समर म्याच भनेर राखिन्छ हैन बिचमा त्यो दिदी बहिनीलाई रोउने काम नगर्नु उहाँ बिउ रुनाडी भन्दैछ मेरो नाममा उ नगर्ने फेरि नेक्स्ट टाइमदेखि बिउसँग जोडिनु यताउता गर्नु छ भने दोकान बन्द मालदाईको भ्युअर चाहिँदैन रहेछ त्यसो भन्दैछ मालदाई तपाईको भ्युअर सबै गार्बेज भनेर भन्दैछ ट्वान्ट भ्यागुतको मात्रै साइन पठाउँछ यहाँनिर हरियो मात्रै ठिकै छ नि त दुबारा गेम खेल्यो भने यहाँ माइलादाईसँग भ्युअर नमाग्नु त्यो कुरा हैन तपाईलाई कसले मागेको छ अस्ति मनोज श्रेष्ठले कस्तो बेइज्जत गर्यो तपाईको आफ्नो इज्जतको पनि राख्नु त्यो ह्यान्सी के भन्छ ह्यान्सी डेन्डेले कस्तो बेइज्जत गरेको छ अलिकति आफ्नो औकात पनि राख्नुपर्छ तपाईँ भनेको त लाइक डस्टबिन जस्तो ट्रास हो क्या मैले यहाँ ब्लक हान्यो भने हैन मैले अर्कोबाट गरेको सिधै माइला दाइको लाइभमा पुग्दो रहेछ क्या त्यस्तो यहाँ जति पनि चाहिँ टिकटक युजरको हैन ट्रास भएर बस्नु धेरै तिमीले नहेप के सुरत तिमीले हेप्ने हैन तपाईँ भनेको त्यो ट्रास हुन्छ नि फेसमा आउ के मलाई तिमी फेसमा आउ त मजै सुरजले भनेको चाहिँ मलाई यस्तो के जति पनि हामीले ब्लग हानेको तपाईको गएर थुप्रिन्छ भनेर भन्नु खोजे क्या त्यो भ्युअर्स त्यो चाहिँ भन्नु खोजे तपाईलाई चाहिँ गार्बेज भन्नु खोजेको हैन नि त मालदाई तपाईलाई ट्र्यास भन्नु खोजेको हैन त्यस्तो भएन तर अब जति पनि ब्लग गरेको यहाँनिर हामीले फिल्टर गरेको त्यो युजरहरु यस्तो छ के राजा भनेपछि आफै बुझ्नु राजा मैले अर्को फोनबाट हेरेको ड्रमस्टर मैले एउटा फोनबाट हेरेको कपी पेस्ट लेखेको थिएँ क्या लुते कुकुर खाते रोन्डीको छोरा लेखेको थियो हैन
अनि ओए म्याटर नै अब त हेर माइला दाईको लाइभमा जान्छ भनेको अनि माइला दाईकोमा पनि त्यही कमेन्ट कुद्यो क्या मैले एउटा ब्लक हानिदिएको सिधै माइला दाईकोमा पुगेको थियो क्या कमेन्ट त लेख्छन् के जति पनि लेख्छन् के कमेन्ट कोही जाँड खाएर आएका हुन्छन् कोही के गरेर आएका हुन्छन् कोही कस्ता हुन्छ कपी पेस्ट गर्दाखेरि होइन अर्को फोनबाट म्याचिङ गरेको होइन माइला दाई यस्तो तपाईँले मेरो अगाडि तपाईँ भन्नु होइन म उहाँलाई कुरा गर्छु मेरो म्याच हुन्छ 15 तारिक अब यसमा साथ सपोर्ट चाहिन्छ मलाई साथ सपोर्ट भनेको अब टिकटकमा हामी सबै साथीहरू अगाडि बढिराख्ने हुँदा एक अर्कालाई साथ सपोर्ट गरेर अगाडि बढ्नुपर्छ म चाहिँ भ्याउँदिनँ तिम्रो म्याचमै आउँदिनँ भनेर के तपाईँको म्याच चाहिँ इन्टरनेसनल म्याच के अस्ति भर्खर कतिवटा इन्टरनेसनल म्याच भयो खेलेको मेरो त यो बिग म्याच होइन नि त मेरो त समर म्याच हो पोस्टरै समर म्याच भनेर आउँछ होइन त्यो हुँदाखेरि लुतेको त्यस्तो ठुलो म्याच होइन मेरो चाहिँ ठुलो म्याच हो भनेर म पनि प्रचार गरिदिन्छु म त भ्याउँदिनँ त्यस दिन त मेरो आफ्नै काम हुन्छ नि होइन कोही चिज हुन्छ बिग म्याचका दिन तिमीलाई पनि थाहा छ कति सङ्घर्ष हुन्छ कति तनाव हुन्छ मैले त कहाँ भ्याउँछ त्यस दिन त म कसैको मेरो साक्कै भाइले राखे पनि म आउनु त्यस दिनको कुरालाई त होइन बिग म्याच खेलिसकेपछि बिउलाई बिहा गर्नु तपाईँ होइन तपाईँ नआउने भने होइन म म्याच सेम टाइममा राखिदिन्छु कमेन्ट त्यसो भन्दैछ मान्छेहरूले होइन राजदाई मालदाई मेरो बिग म्याचमा भ्युवर सिवर दिन नआउने भने सेम टाइममा राखिदिन्छु म बिग म्याच ट्रस्ट मी राख्देऊ म तिमीलाई धम्काले म डराउन के चुल तिमीलाई जे तपाईँले एटलिस्ट सपोर्ट दिने भने बलक हानिदिन्छु नि मा कसम जिन्दगी यहाँ खोल्दिनँ चाहे तिमीले वर्षौँ मेरो लास कुदाउ ल म पनि शिवजी खरेलो अजमाएर हेर ल अगर त्यसो गर्यौ भने बिग म्याच पछि तिमीलाई जिन्दगी भरको लागि चाहिँ बरु टिकटक डिलिट गरेर बस्छु तर तिमीलाई ब्लक ठोकिदिन्छु याद राख भने ल्याऊ आज उपरान्त मसित बङ्गा ल्याऊ ल पोकनका लास कुदाउँछ कुदाऊ म पनि हेर्छु होइन पङ्गा जो लिन्छ भने लिएर हेर कति हेप्छौ यार तिमीले चाहिँ डराउनु दिएको मैले के गुना गरेको छु बिग म्याच खेल्न त पाइयो नि त होस्टर भएपछि मैले चाहिँ खेल्न पाउँदैन म चाहिँ को होस्टर हो त तपाईँ कसरी होस्टर हुन्छ यु क्यान डु इट लाइन कुदाइरहेको थियो अघि बिपिएलकोमा 20,000 हानिरहेको थियो होइन हामीले त्यसो भने यहाँ मेरो पछि मैले जे गरेँ त्यसै गरेँ भने त यहाँ सुन्नु मलाई यहाँ सुन्नु मैले जे गरेँ तपाईँ पनि त्यसै गर्नुहुन्छ भोलिको दिनमा मैले नेपाल गएर बिउलाई खम्ल्याङ पार के तपाईँ पनि छोटो राज म नि गर्छु भन्ने भन्नुहुन्छ होइन यो त्यो भन्दा यो माइला त स्टार त भएन नि त जे राजदाई पो स्टार भयो त राजदाईको राजदाई आइडल रहेछ नि त माइला राज स्टार त हुन्कर आफ्नो जग्गा उनी स्टार छन् उनी हुन् राजदाईलाई फलो गर्नु हुँदो रहेछ नि त राजलाई कले हामीले चाहिँ जुनियर भनेको छ र उनी सिनियरै हो उनलाई कले जुनियर बनाएर उनी आफ्नो हिसाबमा के टिकटकमा एउटा मात्र स्टार मालदाईले मलाई सपोर्ट गर्ने भने म 2 घण्टा अगाडिसम्म राख्न सक्छु रातै ल कुरा मिलाउनु होइन आकाशमा तारा कति हुन्छ नि मालदाई आकाशमा तारा कति हुन्छ कुरा मिलाइदिने बिउ पनि अलिक बिउ बोल होइन अनि कुरा मिलाउने भने मिलाऊ 2 घण्टा अगाडि अब यसो गर्नु सुरज यसो गर नि त अब दाजुलाई मात्रै मालदाईलाई मात्रै कति भन्ने अब उता भाउजूलाई पनि सोध नि त अब भाउजू पनि सल्लाह लिनु पर्यो कि 2 घण्टा अगाडि मलाई गेम खेल्दाखेरि साथ सपोर्ट गर्ने हो भाउजू केही बोल्देऊ त ल अनि त्यस पछाडि कि नभए सेम टाइममा गेम राख्दिने भन ल बिउ भाउजू बोल्न है भाउजू होइन यिनीहरू त पुरै भिसीमा गएको भर्खर आएको जस्तो छ त के तिमीले चाहे सेम टाइममा राख या 2 घण्टा पहिले राख म चाहिँ तिमीमा आउन सक्दिनँ बुझ्यौ सिधै मैले डिक्लेयर गरेँ त्यस दिन मेरा काम हुन्छन् मैले सबैलाई जोड्न पर्ने हुन्छ लाइभ बस्न पर्ने हुन्छ दिनभरि आफ्ना काम हुन्छ बिग म्याच हो कोही मजाक हो र तिमीलाई अहिले त के काम छैन त्यो दिन मात्र काम हुन्छ तिम्रो बिग म्याचमा तिमीलाई कति समस्या भयो त सबैलाई त्यस्तै हुन् नि त सबैलाई टेन्सन हुन्छ नि त अहिले चाहिँ काम छैन त्यो बिग म्याचको दिन चाहिँ काम हुन्छ हार्ने काम के मजाकको पात्र बन्ने हो गेम हारेर त हेर्दिन जित्न परेन हारेर के मजाकको पात्र बन्ने हो सधैँ जित्न पनि पर्यो नि त कहिले काहीँ तर यसमा जित्छ होला मलाई नम्बर 1 मा पुग्छ होला जापानको सबै आउँछ होला
यस्तो हो अब यसमा मैले पनि मालदालाई के भनेको थिएँ मलाई हेर्नु साथ सपोर्ट गर्ने हो के सुरज भाइ यस्तो बेलामा अहिले अझैसम्म मैले साथ सपोर्टको लागि यहाँ सुन्नु रातदाइले म साथ सपोर्ट गर्ने हो के यति बेला दाइ ठिक छ हामी आउँछौँ थोरै धेरै जे सक्छौँ गर्छौँ तपाईँ खेल्नुहोस् होइन रातदाइलाई म एउटा कुरा भन्छु त्यो भएपछि मलाई हाम्रो पनि छाती खोलेर आउँछ भाइहरूलाई भोलि पर्दाखेरि हामीले पनि केही गरौँ भन्ने इच्छा जाग्छ त्यस टिकटक भनेको मिलेर जाने हो कि दुश्मनी खालि दुश्मनी जाने भनेदेखि ल दुश्मनी मात्रै हामीले लिने हो क्या मालदा यहाँ सुन्नु म रातदाइलाई एउटा क्वेसन गर्छु यहाँ सुन्नु टिकटक भनेको मलाई के भनेको छ भने मलाई एकजनाले के भनेको छ भने हैन मान्छे हो तिमीहरू टिकटकको विधान भनेको 1 मिलियन कोइन हान्छु राजलाई भन्नु टिकटकमा मित्र बनाउने टिकटक भनेको एउटा कहाँ मान्छे 77 जिल्लाका मान्छे कहाँ छौँ तर आज चाहिँ एक ठाउँमा चाहिँ हामी जम्मा भएका छौँ हैन यहाँ सुन्नु मालदाइ यहाँ सुन्नु राजदाइ मलाई एउटाले के भन्यो भने एकदमै जेन्युन मान्छे तपाईँले पनि चिन्छ होइन लुते आई विल ड्रप यु 1 मिलियन कोइन होइन सेट म्याच बिफोर माइला दाईको 1 आवर अगाडि होइन माइला दाईसँग चाहिँ नजुदाउनु 1 घन्टा अगाडि सेट गरेर 1 मिलियन कोइन ड्रप गर्छु भन्नुभएको छ यहाँ सुन्नु है अब क्लियर कट म नगर्नु मैले त होइन दाई त्यो माइला दाईको अलिकतिको हुन्छ होइन यस्तो हो कि हुनु चाहिँ खेल्दा चाहिँ के फरक चाहिँ पर्दैन माइला दाई कुरा मेरो सुन्नु पहिला है ल खेल्दा चाहिँ फरक पर्दैन किन भन्दा माइला दाईको सपोर्टरहरू तपाईँसँगै आफ्नो फाल्टै छ लुते कुकुरको सपोर्टर फाल्टै छ अनि उसलाई खेल्नु खेल्यो भने के तपाईँको सपोर्टरले तपाईँको म्याचको लागि राखेको उसलाई गएर हान्ने होइन नि त सुरजलाई हान्ने होइन नि त तपाईँलाई हान्ने हो नि त बादमा तपाईँको लागि मैले एउटा के 2टा मनीगन राखेको छु भने मैले तपाईँलाई गएर हान्नुपर्छ नि त्यो त अनि अब सुरजले खेल्यो भने त्यहाँको पोइन्ट पनि माइला दाईलाई हानिदिन्छु भनेर चाहिँ अघि चाहिँ भन्दै थिएँ अब अहिले कुरा चेन्ज गर्यो भने के तर माइला दाईले यस्तै अब घमण्डी होइन हो किन सुरज यसो गर्नु अब त्यो कुरोले तिमीले गेम खेल्दाखेरि माइला दाईलाई असर पर्छ मन दुख्छ भने बिग म्याच छ भने अर्को दिनु गरे के मैले मेरो बिग म्याच म खेल्ने भने त रातलाई थाहा छ त म कसरी खेल्छ भने यो भनेको अर्कै खेलाउन आँटेको क्या मलाई मैले पैसा पाउँछु भने किन नखेल्ने भनेको चाहिँ ओली किङले अरे ओली किङले पो हान्छ 1 मिलियन त के हो तिमीहरूले के तिमीहरू माइला दाईको गेम बिगार्न आँटेको केटा हो तिमीहरूले नगर छोड्दै होइन म अब अर्को दिनमा हान्दिनँ भनेको छ अनि के म चाहिँ पैसा नकमाउनु तिमीहरू मात्रै कमाउने होइन ओ के यस्तो मिल्दा पनि हुन्छ यहाँ सुन्नु मैले त्यो दिन ल अरूले नहान्यो भने एउटैले हान्यो भने 6 लाख रुपियाँ पैसा आउँछ मालदाले 2 लाख रुपियाँ दियो भने होइन मैले भनेको एउटा सहयोग 2 लाखमा मिल्न सकिन्छ यसमा अब मिलाउँदाखेरि भनेपछि थाहा कि त गेम खेल्ने अरे नत्र भने सुरजलाई तपाईँले 2 लाख दिनु पर्यो तपाईँ बिग म्याचबाट भन्नु मलाई तपाईँ यसमा के भन्न चाहनुहुन्छ म वाकओभर म खेल्दिनँ ल म वाकओभर गरिदिन्छु होइन तपाईँ के भन्न चाहनुहुन्छ यसमा खेल तिमीले जस्तो त्यही टाइममा राखेर खेल्ने आफ्नो खेल मेरो माल्दै 10 लाख मलाई 2 लाख रुपियाँ आउने हो कि होइन 50% काटेपछि अनि मैले तिमीलाई कहाँबाट 2 लाख दिन सक्छु होइन फेरि भरे कोही नि 1 लाख मात्रै आयो भने माल्दैले 1 लाख गोजीबार तिर्दा त माल्दै त सेन्टी प्लान्ट छ त उता हारे पनिसमेन्ट गर्न पर्यो अनि कहाँबाट दिन्छ यस्तो हो क्या यस्तो किन यहाँ सुरज रातले हान्छ सुरज यहाँ सुन्नु सुरज यहाँ सुन्नु अब मालदाई भनेको होस्टर हो एउटा कुरा होइन के भएछ उसलाई चाहिँ अब निस्वार्थ भएको होस्टर त प्रकाश दाइले गएर 65 के हान्यो होइन न कहिले ट्याप ट्याप गर्छ कि मैले गएर त्यत्रो गरेको मेरो बिगमा आएर रातो कार हो कि त्यो सुन्नु प्याउ गर्ने हान्यो होइन यहाँ सुन्नु अक्सर गरेर यु क्यान बिट दाइलाई 70 म्याच खेल्यो भने हुँदैन मेरो कुरा सुन्नु नि होस्टर यहाँ सुन्नु बिग म्याच मालदाई होस्टर लेभल हेर्नु न मालदाईको गिफ्टर खेल्यो भने उनीहरूको लगभग डिल हुन्छ अलरेडी सल्लाह हुन्छ गिफ्टर खेल्यो भने चाहिँ अलरेडी उनीहरू गिभ एन्ड टेकमा खेल्दाखेरि सल्लाह हुन्छ चावडा लाइन हाने भन्ने त एउटो लाइन त फर्काउन पर्यो नि सुरज चावडा लाइन हाने एउटो लाइन पनि नफर्काउने अलिअलि त हामीले त गर्नै त पर्छ सबै खाना त थोरै भयो मालदाई 34 राजले आएर मलाई 2टा लाइन हान्नु भने एउटो लाइन त मैले मलाई के गरेको बिउन भन म यही फोनले मुख सुख फुट्ने गरी हान्छु तिमीहरूलाई बोल्नु त किन अड्केको बोल सुरज गेम मिलाउनु त हेर मालदाई यो बिउले उचाल्दैछ हेर्नु गेम मिलाउनु त भनिरहेको छ यसलाई चाहिँ हान्नु नि यसको घोप्टो पर्ने गरेको मुत्ने झर्ने गर्नु के को गेम मिलाउनु पर्यो र गेम त अहिले पछि राखे हुन्छ मालदाई ठोक्ने चाहिँ यसलाई हो क्या
बुझ्यो नि ठोक्ने चाहिँ यसलाई हो यसले के ग्याप मिलाउनु भने भन्दैछ यहाँनिर त्यस्तो हुँदैन यो अनि तपाईँ चाहिँ त्यो नपाउनेले केरा पाए बोकेर सँग खायो जे गरे गरेर घुमिरहेको छ पहिला ब्रान्डेड त्यही त भनेको छु अहिले बिग म्याच पछि कोकनले पंगा लिन्छन् मसित तिनीहरुको एक को बदला लिन्छु कि मैले बिग म्याच पछि अहिले छोड्नु लिनु माल्दै लिनु एकला बदला लिन्छु मैले सब पहिला जो जनले छोड्ने हैन यसलाई पनि छोडेर यहाँ तलको यता छ त्यसको अन्जाम जेसुकै होस् मेरा लास कुदुन मेरा परिवारका कुदुन शंख फुकुन घण्टा बजाउन मलाई तरवालै लिएर आउन काट्नलाई तर मैले जो गर्न छ त्यो गरेरै छोड्छु बस तपाईँ म अब नेक्स्ट डिपोर्ट भनेको जापानदेखि डिपोर्ट हुनेमा न्युजमा अब माल्दै आउने रहेछ होइन के अरे अहिले तपाईँको अस्ति भर्खर त्यो के भन्छ तैँले के भन्ने गरे हान भनेको युनिभर्स हान हान्नु चाहिँ हान्छु कि तर नेपाल आएर हान्छु ल बुझिस् नि अहिले हान्दिन सुरज तिमीले 16 मा राख न त गेम मैले राख्ने म चाहिँ के घन्टा जस्तो गेम खेलेर बस्छ उसले जुनले हान्ने मान्छे छ नि भन्दा 1 घन्टा अगाडि राख्नु अनि 1 मिलियन कोइन हान्छु भनेको छ क्या तिमीले पनि चिन्ने मान्छे हो क्या अनि अब उसले भनेको बेलामा नराख्थ्यो भनेदेखि मलाई लस होइन भन्न त बिउ होइन अब यस्ता कामहरू गरेपछि सुरज भाइ तिमीहरूको पनि अस्तित्व डुब्छ हेर बुझ्यौ त्यो इज्जत छ अहिले पत्ता सापै हुन्छ होला टिकटकबाट भोलि चाहिँ मान्छेले मालदाईले जोगाइदिरहेको भएको थियो हैन माइला दाइ भनेको एक्लै छैन के अहिले यो पनि बुझ सुरज मालदाईले अहिलेसम्म यत्रो वर्ष भयो हैन तिमीहरूका पछाडि मान्छे छन् भने हाम्रो पछाडि पनि छन् मान्छे हेर म एक्लै छैन बुझ्यौ धम्की होइन तर चाहिँ के हुन्छ भने सबै अब यहाँ सुन्नु मालदाई हैन तिमीलाई सबैको नजर त्यो अहिले त मजाक गरे होला अथवा के हो त मैले बुझिन तर मजाक बाद तर यथार्थमा यस्तो काम नगर्नु के मैले त्यही भन्छु यथार्थमा यस्ता काम गरियो के हुन्छ भने समाजको नजरमा आफै पतंग भइन्छ के गरेको वा माइला दाइको एउटा बिग म्याच छ संसार हेर्न आउँछ सबै खुसी हुन्छ तपाईको आउने मान्छे सबै मलाई ट्याप ट्याप गरेर आउँछ तपाईले बिग म्याच अनि सबै किन बेसो गर्नु नि त माल्दै त्यो बंगाली छोड्दिनु सुरजसँग खेल्नु नि त आखिर सुरज खेल्छु भने चाहिँ खेल्नुस् लो दुईजना पत्ता साफ हुन्छ लो सारै तपाईसँग च्यालेन्ज गरेको भने डन म मालदाईसँग 10 वटा लाइनको खेल्दिन्छु म नेपाल खेल्दिनँ किन खेल्ने हो यसो गर्ने मालदाई तपाईहरु म खेल्ने 10 वटा लाइनको चाहिँ डोनेसन तिमी र म खेल्ने हो भने अर्को वर्ष खेलौँला अर्को वर्ष म त खेल्दिन मेरो दाइसँग खेल्छु अब अर्को वर्ष च्यालेन्ज दिएर खेल्ने हो नि म खेल्ने के भरे मालदाई अर्को वर्ष खेल्ने रे कुकुरको कति आयु हुन्छ लु भन त बेसी बाँच्दैन नि त कुकुर त अब 5-6 वर्ष भइसक्यो बाँचेलाई त्यो 6-7 महिना बाँच्छ त्यही त मरि त हाल्छ त्यही के लाससँग खेल्नु तपाईँ त्यही भने थ्यांक यू गाइस तर म यस्तो मालदाईसँग खेल्न पनि सुहाउँदैन पनि खेल्दिनँ पनि हैन तर 1 घण्टा अगाडिसम्म चाहिँ फुल सपोर्ट चाहियो मलाई मालदाईको भनेको ब्याकग्राउन्डमा लुते कुकुरको गेम छ 15 तारिक भनेर एटलिस्ट हैन नाटक नगर है तुरन्त पागलपन्ती कुरा नगर मसित म बच्चा हैन बुझ्यौ नाटक नगर त्यस दिन म कहाँको फ्री हुन्छ तिम्रो ब्याक फोटो हाले मलाई पागल कुकुरले टोकिया छ के म फोटो हालेर बस्छु यार दिमाग खराब तपाई त्यति बेला भ्याउनुहुन्न तिमीलाई जे गर्न छ त्यही गर तिमीले त्यही टाइममा लगाए पनि म खेल्छु के गेम म डराउने वाला छैन मलाई जो सपोर्ट गर्छन् जसले गर्दैनन् गराउन्न बुझ्यौ त्यो डरपोक होइन के म माइला दाइ हो तिमीलाई जे गर्न छ गर म तर फोटो लगाउँछ म के पागल भएको छु तिम्रो मेरो बिग म्याचका दिन तिम्रो फोटो राखेर बस्छु म पागल तपाईको पनि सेना छ नि त मलाई छैन सेना अनावश्यक कुरा गर्छन् यार कस्तो कुरा गरेको होला के म पागल मेरो दिमाग छैन दिमाग बिग्रिया छ क्या मेरो बिग म्याचका दिन तिम्रो फोटो राखेर भयो नि मलाई त दुनियाले त पागल भन्दैनन् कस्तो कुरा गरेको होला यार नसौनी कुरा
सर गेम हो तपाईँको भन्दा खै राजको गेम छ अनि राजले चाहिँ शिवजी मेरो मेरो फोटो राखेर बस्छन् थ्याङ्क यू गौतम आफ्नो फोटो राख्छन् त्यही त होइन ठिकै छ तपाईँकै राख्नु कस्तो सोच होइन माल्दा यस्तो भएको कुरा के भने नि मैले बुढी लिएर आयो त्यहाँदेखि छिमेकीलाई ए बच्चा बनाइदे भनेर दन्काउनु दिएको जस्तो अब टिकटकको मेयर भन्छ आफूलाई यस्तो मेयर यो कानुन हेर मेयरको कानुन यस्तो छ म मेरो चाहिँ मालदाईले होइन 2 लाख रुपियाँ जस्तो मेरो बिग्निया छ त्यसै दिन उसको फोटो राखेर बस्ने अरे हेरौ न यसको कानुन अब मालदाई मिल्छ भने मिल्नु होइन मिलेर अगाडि बढ्दा पनि हुन्छ रातै बुझ्नुभयो नि कुरा होइन के छ अब मिल्न त भाइ अब भाइयो र तिमीहरूसित नमिलेर त कहाँ जाने हो र होइन तर अनि म वाकओभर गरिदिन्छु होइन अब मिल्न त तिमीहरूसित नमिलेर जाने कहाँ हो र बाटो कहाँ छ होइन तर चाहिँ यो कुरामा मिल्न सकिन्छ थ्याङ्क यू विनोद बिउ हजुर मैले नि तेरो लागि यति घिउ जम्मा गरेर राख्दैछु पुरा तँलाई म कोरियर गरिदिउँ फेरि मुखमा हालेर खानु त अनि यति भएको छ पुरा गरेर यो मेरै कम्पनीको अर्ग्यानिक घिउ हो होइन बिउ चाहियो भने अब अलिकति अब लगभग 1 हप्ता लाग्ला यसलाई पुरा भरिदिनु लागि फुल भएपछि मलाई अलिकति शुभ कार्यक्रम हुन्छ कि यो यहाँ सुन यो मेरै कम्पनीको हो अर्ग्यानिक छ कसरी युज गर्ने भन्दाखेरि बेलुकीतिर सुत्ने बेलामा यसरी अलिकति निकाल्ने अनि यसो गर्ने कहाँ दुलो छ त्यहाँ बुझ्यो नि लगभग आधी घन्टा जति गर्नु यो भएपछि केटा खोज्दैन यो राज गुरुङको आफ्नै कम्पनीको है गाइस यदि केटीहरूको लागि मात्रै यो मालदाले भन्दैछ हो मालदाले यो बिजनेस गर्न बेला आउँदैन मलाई पनि मेरो पनि यस्तो प्रोडक्ट आयो भनेर मालदाले चोर्छ नि त अर्काको यस्तो हो कि सुरज भाइ एउटा कुरा मैले के भने नि भोलि तिमीलाई पनि माइला दाई भ्युअर चाहिए लिएर आउनुहोस् भन्न कुनै पनि दिन पर्छ के कहिले के तपाईँ यस्तो तपाईँ र मेरोमा त्यस्तो यता सुन न मेरो कुरा पुरै सुन न भोलि कुनै पनि लफडा पर्न सक्छ के तिमीलाई पनि पर्न सक्छ हामीलाई पनि हामी तिमीलाई चाहिन्छौँ तिमीलाई पनि हामी चाहिन्छौँ के कहिले कहिले मैले चाहिँ के चाहिँ गर्ने त मालदाई भन्नु न तपाईँको भन्दा 1 घन्टा अगाडि आएर 1 मिलियन कोइन हान्छु भनेको छ एमबिपी देखिहाल्नुहुन्छ 1 मिलियन कोइन हान्ने मान्छे त्यतिखेर गेस्टमा आइहाल्छ अनि भयो त्यो भएको एक्सचेन्ज गरेर तपाईँलाई हान्नुलाई के भयो त मालदाई को त्यस्तो मान्छे निक्लिन्छ भन्छु फेरि कसम भने नाम भन्न मिल्दैन मालदाईको अपोनेन्ट भन्न मिल्छ अहिले त्यस्तो मलाई पनि के भन्छ राज तपाईँ पनि म्याच राख्नु भन्दैछ त्यतिकै त लफडा भइरहेछ यहाँ म्याच आओस् होइन म्याच नराख्न पाइने थोडी हो र राज भाइ त्यसै दिन जो राख्ने अब एकजना बहिनीको सुन राज एकजना अर्को मैले नचिनेको बहिनीको बर्थडे म्याच थियो त्यस दिन उनीहरूले मेरोभन्दा मेरोभन्दा 1.5 घन्टा अगाडिको बर्थडे म्याचलाई लगायो न त मैले चिनेको खालि माइला दाईको गेम छ अरे किन जुदाउने हो भ्युअर्स जुत्छन् गिफ्टिङ सबै ऊ हुन्छ त्यसमा दाईको भन्दा 1 घन्टा पछि गर्छ भने त पहिला राखेको गेमलाई पछि सारे हाल्ला त्यसै दिन राख्छु अगाडि भन्छ म कस्तो रात सम्झाइदिनु त मालदालाई म सम्झाउँदिनँ है थेत्रेका मैले राख्नु भनेको नि मलाई अब 1 मिलियन राजदाईले मलाई 1 मिलियन कोइन हान्छु लु त्यो गेम सम्झाएर भएन बिचरा एकजना बहिनीको बर्थडे म्याच थियो मैले भन्दा त्यो बर्थडे म्याचलाई क्यान्सल गरेर 1 घन्टा पछाडि पारे भनेपछि तिमी त कति नजिकका मान्छे छौ ल भन त तिमीले के गर्न पर्छ कोइन त आउँदो नि त होइन म चाहिँ के त्यही भएर त मैले कम्प्रोमाइज गर्नुलाई तपाईले अलिकति तिम्रो त दिनरात मसित जोडिन्छौ दिनरात मसित खेल्छौ अन्डर टेबलमा मिलाउनु पर्छ रात हैन लडे पनि झगडा गरे पनि के पनि चिडाए पनि हामी कहिले कहिले जोडिन्छौ नि बोल्दै गर्दै म ट्वाइट गराउँछु त्यतिकै लिएर जान फोन अब छोडिदियो के सुरज भाइ अब आऊ त्यस दिन बिग म्याचमा आऊ राज पनि आउनुहुन्छ तिमी पनि आउने सबै आउने सक्दो सपोर्ट गरौ हैन अब पछि तिमीहरु खेलौला फेरि हामी आएर गर्छौं त्यही हो के टिकटकमा गर्ने त्यो
यहाँ किन चाहिँ उ गर्न मेरा बाबु गर्नु पर्यो र भन्छु कति पो आउँछ हामीलाई कोन्छ मेरा बाबु ठुलो हाम्रो 5-7 मिलियनको गेम पनि होइन यसो 2-4 लाखको गेम हुने हो होइन रमाइलोको लागि राखेको 2-4 लाख आयो भने धन्न हुन्छ तपाईँको हो कि ल त हजुर 2-4 लाख आयो भने धन्न हुन्छ त्यही त त्यो आए पनि बहुत ठुलो कुरा हो माल्दा तपाईँको त अनि त्यो अस्ति त्यो रेस्टुरेन्टको पैसा तिरेन यताउता भन्ने क्लिप पनि आएको छ कि अनि त्यो बिग म्याच तपाईँको त असर हुन दिँदैन होइन तर अब तपाईँले कसैले मलाई दिन्छु भन्यो भनेदेखि म चाहिँ के नखेल्नु माल्दै नखेलेपछि मलाई अलिकति क्षतिपूर्ति हिसाबमा होइन मिलाएर लु त्यो भाइ भनेर के कम्प्रोमाइज गर्ने भने म वा कभर गरिदिन्छु रातै हो क्षतिपूर्ति मैले के दिने हो त्यस दिन तिमीले आ 2टा युनिभर्स हान्ने हो मेरोमा मैले के दिने होइन 2टा युनिभर्स तिमीले हान्नु पर्ने एमभीपी भयो किन हान्नु तपाईँलाई चाहिँ किन त्यस दिनको एमभीपी को बनो सुरज लुते सुरज 2टा युनिभर्स हान्दा तपाईँको एमभीपी बन्छ खै त्यस्तो वा कभर 50 यसो गर्नु माल्दा यहाँ सुन्नु 50 लाख रुपियाँ दिन्छु म होइन क्यास यहीँ छ रात्दै छ बिउ छ अहिले भर्खर एडभान्समै दिनु भने एडभान्स दिन्छु म्याच क्यान्सल गरिदिनु म खेल्छु ल 50 लाख तपाईँलाई 50 लाख दिन्छ अरे 50 होइन 5 लाख भनेको सरी दिएर भयो 50 लाख भन्दा 5 लाखमा त कहाँ क्यान्सल गरिन्छ 5 लाख हुँदैन रोज आउन कस्तो हो कि तिमीहरू सुरज यस्तो गर तिमीले 9 लाख देऊ अनि बिग म्याच क्यान्सल गरिदेऊ होइन 5 लाख दिन्छु म माल्दालाई सेम डे होइन म चेन्ज पनि गर्दिनँ म मेरो नगर है बिउ तिमीले पनि फेरि किन क्यान्सल गर मर्दको बोली हुन्छ बुझ्यौ हामी छक्का नामर्द होइन मर्दको बोली हुन्छ बुझ्यौ किन बिग्ने हामीले थुकियो थुक चाड्दैनौँ बुझ्यौ हामीले एकचोटि चाहिँ छोरा चाहिँ बोलेपछि सकियो बुझ्यौ त त्यस्तो होइन त पैसा पाइयो भन्दैमा चाहे 2 लाख आउला चाहे 1 लाख आउला आउँदै नआउला तर बिग म्याच त्यसो भए यसो गर्ने एउटा अप्सन छ रातै अनि बिगलाई पनि भन्छु म 1 घन्टा अगाडि गेम खेल्छु मालदाईको फुल सपोर्ट चाहिन्छ अनि रातै जति पनि चाहिँ मेरो सपोर्ट चाहियो 3 घन्टा पहिलेबाट त लाइभमा बसेको हुन्छ आफ्नो कहाँबाट तिमीलाई सपोर्ट आउँछ त्यही दिन सपोर्ट त आउने भ्युअर दिनु पर्ने 3 घन्टा अगाडिदेखि भ्युअर जम्मा गरेको कहाँ भ्युअर दिन्छु मैले मेरै गेम मलाई आफ्नै के मेरोमा चाहिँ भ्युअर आउँदैन जस्तो लाग्यो क्या माल्दा तिम्रोमा आए खेल नि त तिमी खेल आफ्नो तरिकाले खेल अनि पछि फेरि मेरो भ्युअरहरु फेरि तपाईलाई चाहिदैन 2 लाखमा मिलाउनु भन्दैछ 5 लाखमा मारे छैन बुढाले के 2 लाख कुरा गर्छ यहाँ हैन मैले चाहिँ अब दाइ जस्तो भएर हैन आदिको भन्दै अलिकति थोरै 2 लाखमा मिल्ने भने हैन मान्दै 2 लाख रुपैयाँ दिनु मलाई दिने हैन एउटा किडनी पीडित एउटा बहिनी छ बिग म्याच खेलेर दिन्छु भनेर घोषणा गर्दाखेरि पनि म एग्री छ म वाक ओभर गरिदिन्छु रातै मैले भनेको एउटा च्यारिटी गरिदियो भने हैन मैले यो बिग म्याचमा कसैलाई दिन्छु कसैलाई दिन्न केही भन्दिन जसलाई दिन छ जे गर्न छ त्यो बिग म्याच पछाडि आफ्नो कसलाई दिने इच्छा हुन्छ कहाँ गर्न हुन्छ आफ्नो हिसाबले म गर्छु मैले अहिले कसैलाई पनि केही सोझो गर्दिन म गर्न नगर्ने मान्छे हैन म गर्छु तर कति गर्छु के तिम्रो अस्ति कति आथ्यो 1.7 आथ्यो हैन ए म गएँ यार तिमीहरुका म कुरा सुनिन है र राज भाइ सरी है म गएँ ल ए इनले शिवजी सुन न यो भ्यू भोलि देखि न मैले के भन्छु त्यतिकै मलाई भन्नी यार ल मलाई मात्र भन्नी यार दिमाग खराब यार खाली दिमाग खराब गर्छन् यार उल्टा सिल्टा कुरा गरेर तताउने यार दिमाग मात्रै तताउने यार
हजुर सुरेशजी थ्याङ्क यू हजुर ल दुईटा दुई भाइ खेलौँ एकछिन खेल्नु ल साथीहरू सबले मिलेर ल सबजनाले डबल ट्याप गरौँ है साथी डबल ट्याप लाइक सेयर 2000 नेम नट इम्पोर्टेन्ट यो दिमाग खाए यार वर्ता बनायो दिमागलाई सुरेशजी मेरो 15 जुनको बिग म्याच छ यसो समय मिल्यो भने भ्युअर्स दिनु होला है बिग म्याच कति हुन्छ दाइ भन्नु त 6 महिनामा बल्ल एउटा त खेल्दैछु म सधैँ बिग म्याच देख्छु त म त के कहाँ त्यो त अरूका हुन् मेरो थोडी हो र अरू हो मलाई के थाहा त अब तपाईँले भन्नुहुन्छ म तपाईँको होला भनेर होइन अरूका मेरो त होइन मेरो त बल्ल मेरो त 6 महिना पछि राखेको छु बल्ल ए त्यसो त ठिक छ केही छैन ओके गाइज ल दाइको बिग म्याचमा चाहिँ तपाईँहरूले पनि गएर यसो सपोर्ट गरिदिनु ल